नयाँ सरकारको काँधमा लोडसेडिङको समयमा उद्योगहरूले प्रयोग गरेको डेडिकेटेड र ट्र्याङ्क लाइन बापतको करिब 7.5 अर्ब रुपियाँ विद्युत बक्यौता असुली गर्ने जिम्मेवारी आइपरेको छ। लोडसेडिङका बेला थप 65% प्रिमियम शुल्क तिर्ने गरी उद्योगहरूले 2072 माघदेखि 075 वैशाखसम्मको अवधिमा प्रयोग गरेको विद्युतको करिब 7.5 अर्ब बक्यौता तिर्न बाँकी छ। उक्त बक्यौताका विवाद लामो समयदेखि कायमै छ। 2072 सालपछि बनेका कुनै पनि सरकारले उक्त विवाद समाधान गर्न सकेका छैनन्। तर अन्तरिम सरकारका तत्कालीन ऊर्जा मन्त्री कुलमान घिसिङले उद्योगीहरूलाई पहिलो किस्ता तिर्न बाध्य बनाएका थिए। तर पहिलो किस्ता बुझाए पनि घिसिङ बाहिरिएसँगै बक्यौता असुली अन्यल नै छ। यसरी लामो समयदेखि अन्यलमा रहेको परेको डेडिकेटेड र ट्र्याङ्क लाइन बापतको उद्योगीको करिब 7.5 अर्ब बराबरको विद्युत बक्यौता असुलीको जिम्मेवारी अब नयाँ सरकारको काँधमा आएको छ। पछिल्लो 4 महिना यता उद्योगको विद्युत बक्यौता असुलीमा कुनै काम अघि बढेको छैन। यही अन्यलताबीच बक्यौता उठाउने जिम्मेवारी प्रधानमन्त्री बालेन्द्र शाहको काँधमा आएको छ। नयाँ जनादेशसहित बनेको शक्तिशाली सरकारले उक्त बक्यौताको विषयमा के गर्छ भन्ने सबैको चासो छ। अब बक्यौता असुली गर्ने दायित्व मुख्यतः ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठको काँधमा छ। उद्योगहरूले 072 माघदेखि 075 वैशाखसम्म लोडसेडिङको कठिन समयमा 65% थप प्रिमियम शुल्क तिर्ने शर्तमा विद्युत उपभोग गरेका थिए। तर लामो समयदेखि यो बक्यौता उठाउने विषयमा राजनीतिक अस्थिरता र नीतिगत अन्यलका कारण ठोस प्रगति हुन सकेको छैन। अहिले श्रेष्ठ नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको अध्यक्ष पनि भएका छन्। विगतमा राजसपाका सांसदहरूले संसदमा नै राज्यको ढुकुटीमा आउनुपर्ने पैसा जसरी पनि उठाइनुपर्छ भन्दै आवाज उठाएका थिए। तर यसबारे उनी अहिलेसम्म बोलेका छैनन्। महालेखा परीक्षकको प्रतिवेदनले पनि यो रकम असुल गर्नुपर्ने औल्याइसकेको छ। अदालतका विभिन्न आदेश र विगतका मन्त्री परिषदका निर्णयहरूले पनि यो बक्यौता उठाउनुपर्ने पक्षमा नै आधार दिएका छन्। तर वर्तमान सरकारको 100 दिनको कार्यसूची र शासकीय सुधारको कार्ययोजनामा समेत बक्यौता रकम असुली प्राथमिकतामा परेको छैन। डेडिकेटेड र ट्रङ्क लाइन बक्यौता विवादको 2072 सालदेखि सुरु भएको हो। तत्कालीन समयमा मुलुक चरम लोडसेडिङको मारमा थियो। सर्वसाधारण नागरिक 18 घण्टासम्म अन्ध्यारोमा बस्न बाध्य हुँदा उद्योग धन्दाहरू धराशायी हुने अवस्थामा पुगेका थिए। सोही समयमा प्राधिकरणले एउटा विशेष व्यवस्था गर्यो। थप 65% प्रिमियम शुल्क तिर्ने शर्तमा उद्योगहरूलाई ट्रङ्क लाइनबाट 20 घण्टा र डेडिकेटेड फिडरबाट 24 घण्टासम्म निरन्तर विद्युत उपलब्ध गराएको थियो। यो सुविधा लिने ग्राहकको सङ्ख्या 250 भन्दा बढी थियो। 2072 माघदेखि 2075 वैशाखसम्मको अवधिमा ती उद्योगहरूले प्रयोग गरेको विद्युतको प्रिमियम शुल्क बापतको रकम नै अहिले 7.5 अर्ब पुगेको छ। तर धेरै उद्योगीहरूले पहिलो किस्ता बराबरको रकम बुझाएका छन्। तर दोस्रो किस्ता बुझाउन भने आनाकानी गर्दै आएका छन्। तर प्राधिकरणले बारम्बार ताकेता गरिरहेको छ। त्यति मात्रै नभएर व्यवसायीहरूले माग गरे अनुरूप पुनर्वलोकनमा जाने बाटो समेत खुलेको छ। केही उद्योगी पुनर्वलोकनका लागि समेत गएका छन्। विद्युत नियमन आयोगमा समेत न्यायका लागि भन्दै गएका छन्। आयोगले केही उद्योगको निवेदन नै खारेज समेत गरिसकेको छ। आयोगले निवेदन खारेज गरेसँगै प्राधिकरणलाई बक्यौता उठाउने बाटो खुला भएको छ। राजनीतिक अस्थिरता र नीतिगत अन्यल। विगत 10 वर्षदेखि यो बक्यौता असुल गर्ने विषयमा सरकारहरूको नीति निकै अस्थिर रह्यो। सरकार परिवर्तनपछि यो मुद्दाले नयाँ मोड लिने गरेको थियो। कतिपय सरकारले कडाइका साथ बक्यौता उठाउनुपर्ने अडान राखे भने कतिपयले उद्योगीहरूलाई नै राहत वा छुट दिने खालका योजनाहरू अघि सारे। यसअघिका ऊर्जा मन्त्री घिसिङले यस विषयमा कडा कदम चाल्न खोजेका थिए। तर उनी मन्त्री पदबाट बाहिरिएसँगै असुली प्रक्रिया पुनः अन्यलमा पर्यो। अहिले राजसपाको एकल बहुमतको सरकार बनेको सन्दर्भमा विगतमा प्रतिपक्षमा रहँदा यसै विषयमा सरकारको कडा आलोचना गर्ने राजसपाका नेताहरू अब आफै कार्यान्वयन गर्ने ठाउँमा आइपुगेका छन्। केही सांसदले पनि बालेन सरकारले तत्काल बक्यौता उठाउनुपर्ने माग समेत गरिरहेका छन्। सामाजिक सञ्जालमा पनि बक्यौता उठाउनुपर्ने माग भइरहेका छन्। प्राधिकरणका एक पूर्व सञ्चालक सरकारले तत्काल दायाँ-बायाँ नसोची पैसा उठाउनुपर्ने बताउँछन्। उनी भन्छन् विगतमा प्राधिकरणले बक्यौता उठाउन खोज्दा तत्कालीन सरकारले नै अवरोध सिर्जना गरेको थियो। अब त्यस्तो अवरोध हुने अवस्था छैन। निर्धक्क भएर विगतका कानुनी अदालतका निर्णय र नीतिगत व्यवस्था हेरेर प्रक्रिया अघि बढाउनुपर्छ। राजसपाको एकल सरकार भएकाले निर्णय गर्न सहज हुने पनि उनको बुझाइ थियो। प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव साक्यले पनि प्राधिकरणले बक्यौता उठाउन पटक पटक
अल्टिमेटम दिँदै आएको बताएका छन्। उनले प्राधिकरण रकम उठाउने प्रतिबद्ध रहेको भन्दै आगामी दिनमा कसरी अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए। ऊर्जा मन्त्रीज्यूसँग बक्यौता उठाउने विषयमा छलफल नभएको र अहिलेसम्म कुनै पनि निर्देशन भएको छैन। तर प्राधिकरण रकम उठाउने विषयमा पछि हटेको छैन। साक्यले भने केही समय अघि मात्रै पनि प्राधिकरणले पहिलो किस्ता बुझाएकालाई दोस्रो र दोस्रो किस्ता बुझाएकालाई तेस्रो किस्ता बुझाउन पत्र नै काटेको थियो। केही सम्पर्कमा आएका छन्, कोही मुद्दामा गएका छन्। यता प्राधिकरणका प्रवक्ता राजन ढकाल अहिले बक्यौता असुलीको काम ठप्प जस्तै भएको बताउँछन्। केही उद्योगीले 2-3 किस्ता तिरे पनि अहिले कोही सम्पर्कमा नआएका उनको भनाइ छ। अब नयाँ ऊर्जा मन्त्री आएकाले उहाँसँगको छलफलपछि मात्र कसरी अघि बढ्ने भन्ने तय हुनेछ उनले भने। असोज 10 गते तत्कालीन ऊर्जा मन्त्री घिसिङको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले कुनै पनि पुनर्वलोकन प्रक्रियामा नगई सोझै बक्यौता उठाउने निर्णय गरेको थियो। प्राधिकरणले उद्योगीहरूलाई 28 किस्तामा रकम तिर्ने सुविधासहित 2 कार्तिकसम्मको समय दिएको थियो। तर उक्त समयसीमाभित्र 31 मध्ये केवल 6 उद्योगले मात्र प्रक्रियामा चासो देखाए, जोसँग पहिले नै अदालतको अन्तरिम आदेश थियो। बाँकी 25 उद्योगको लाइन प्राधिकरणले काटिदिएको थियो। लाइन काटिएपछि उद्योगी र सरकारबीच पुनः खिचातानी सुरु भयो। कार्तिक 17 गते तत्कालीन प्रधानमन्त्री सुशीला कार्की, ऊर्जा मन्त्री कुलमान घिसिङ र नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालबीच एउटा सहमति भएको थियो, जसमा उद्योगीले पहिलो किस्ता तिर्ने र सरकारले न्यायिक प्रक्रिया अघि बढाउनेछ। तर उद्योगीहरूले सो पहिलो किस्तालाई धरौटी मात्र मान्ने दाबी गरे र दोस्रो किस्ता तिर्न आएनन्। फलस्वरूप मङ्सिरदेखि यो असुली प्रक्रिया पुनः रोकिएको छ। पछिल्लो कारबाहीपछि 35 उद्योग किस्ता तिर्न राजी भएका थिए। तर तीमध्ये रिलायन्स स्पिनिङ मिल्सले पहिलो किस्ता तिरेर अदालतबाट अन्तरिम आदेश ल्याएपछि अन्य 34 उद्योग पनि अहिलेसम्म सम्पर्क नआएको प्राधिकरणले जानकारी दिएको छ। पुस 23 गतेमा घिसिङले राजीनामा दिएपछि कार्यकारी निर्देशक हितेन्द्रदेव साक्यले पुनर्वलोकनको प्रक्रिया बिउत्याउन खोजेका थिए। तर सञ्चालक समितिले मन्त्री परिषदको स्पष्ट निर्णय माग गरेपछि उनी पछि हट्नु पर्यो। त्यसपछि आएका मन्त्री अनिल सिन्हाले पनि निर्वाचन आचार संहिताको कारण देखाउँदै कुनै ठोस निर्णय लिन मानेनन्। प्राधिकरणको तथ्याङ्क अनुसार 2072 माघदेखि 2075 वैशाखसम्मको अवधिमा कुल 58 वटा उद्योग बक्यौता तिर्नुपर्ने सूचीमा थिए। 58 मध्ये केवल 12 उद्योगले मात्र आफ्नो सम्पूर्ण बक्यौता चुक्ता गरेका छन्। 2 वटा सरकारी स्वामित्वका उद्योगले बक्यौता तिर्ने लिखित प्रतिबद्धता जनाएका छन्। रिलायन्स सहित 7 उद्योगहरू अहिले प्राधिकरण विरुद्ध अदालतबाट अन्तरिम आदेश लिएर बसेका छन्। हाल सरकारी किस्ता रोकेका, अदालतबाट स्टे अर्डर ल्याएका र सम्पर्कमै नरहेका गरी कुल 46 वटा उद्योगको 7.5 अर्ब रुपियाँ असुल हुन बाँकी छ। यस्तो अवस्थामा नयाँ सरकारले यो मुद्दालाई प्राथमिकतामा राखेर अघि बढ्छ वा विगतका सरकारहरू जस्तै राजनीतिक लेनदेनमा रुमल्लिन्छ त्यो भने हेर्न बाँकी नै छ।